So hello everyone, good afternoon, welcome and welcome back to my channel. And it's me Mehu Ira guys, and if you are watching me for the very first time and if you're not yet subscribed my channel, please do subscribe my channel and give me lots of love. And I hope you all are doing great. Me too, I'm very much great by the grace of God. और आज लाइक सुंदर दिन सुंदर संडे दे अपने सबके भी वेलकम है मेरा चैनल दे एंड हैप्पी ब्लेस्ड संडे टू यू ऑल। और आज लगा दिन दो इतना कि हम बच्चे उसे वेले 12:30 उसे और महान लगे थे कि ऐसे वेले 2 बजे दे महान ला चर्च स्टार्ट होय सो मैं तो इतना गेट रेडी होइसे मैं लगा मदर इन लॉ के मैं रुकी ऐसे आज तो मैं ला मदर इन लॉ तो जाबो केले माने फादर इन लॉ दो आज घरे नाय ताई कल ही दार्जिलिंग जाएगी ना से केले माने आज ताला सरमन तो ताते से तो मदर इन लॉ एकला हुआ गाने मैं हस्बैंड तो जाइसे जाएगी ना चर्च से कि मिला मिली करबो लागिबो इधर अनि ताई तो उलाई जैसे इधर मैं मदर इन लॉ के वेट करि ऐसे ताई भी रेडी करि ऐसे इधर मैं दिसन उलाबो यतेबरा वेदर तो बेसी गरम আছে মই वेदर फर्स्ट दिखाई दो रे आपनके एनाका আছে वेदर तो बेसी गरम আছে हले भी गरम ठंडा ब्राइ को न हैन इसरला काम दे गरम ठंडा इको नसाय सो इटा महान उलाबो यते घररा और म चर्च पुंजिना महान ताते महान लागेते किनका चर्च लय कि আছে ना মই आपनके भी अपडेट दिबो किले माने कोनबा सब्सक्राइबर बरा मके कइगिना से चर्च लाबी आपने वीडियो बनाइना हलिबि ना कुछ सो चर्च लाबी सब्सक्राइबर लगा डिमांड আছে सो মই सब्सक्राइबर लाबी मैला डिमांड फुलफिल करबो लागि ना इतो कारणे मैरो आज जाइना महान लगा संडे चर्च लाबी मैं क्लिप्स खान लोबो सो मैं अपने दिखाबो केले मन मैं एकला ब्लेस्ड होइना न कि मन जोन आज चर्च जाओले मन जाएगी ना भी चर्च जाओ ना पारे ना घरे भी बइ থাকিব पारे कि मन जोन बीमार बरा भी घरे बइ থাকিব पारे ना तो ताहन कारणे होले भी मैं भावना करिना मैं तो वीडियो तो बनाइसे दे सो मरम बरा अपने भी तो साइगेना ब्लेस्ड होबो कैना मैं आशा से सो या कैच यू इन अ व्हाइल यदि अंकल के रोकी थकिसे महान तो अंकल के रोखा दम दे अलप लेट हुइसे आज अहिले भी फाइनली त्यहाँ त पुंची जैसे सो यदि से मला मदरला जय मसीह अंकल सो यदि आइसे अंकल बोले सो मैं भितरे चर्च एंट्री करादा मैं क्लिप्स लोआ ना केले माने मैं एब्सेंट माइंडेड আছে और पाउरी जैसे इतना मेरा हस्बैंड बरा स्टार्ट करबोले আছে केले माने आज मेरा फादर इन लॉ भी नाय और महला अंकल भी नाय तहन दुइजन भी बाहर दे सरमन तहन के रखी दिया गाने तहन जैसे तो आज सब मेरा हस्बैंड बरे कंडक्ट भी टाइबरा करबो स्पीकर भी टाइबरा करबो प्रेजेंट वर्शिप भी टाइबरा करबो तो इतु कारणे मरम बरा अपने भी तो वीडियो तो लास्ट तक साइ दिबि दे गइगिना रिक्वेस्ट करि आसे दे धारण गर जसले तिमीहरूका प्राणलाई आदर गर्न सक्छ तर वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफूलाई धोका नदिनु कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने
त्यो एउटा त्यस्तो मानिस जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफूलाई हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। तर त्यो मानिस जसले स्वतन्त्र दिने सुद र व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ अनि सुनेर ग्रेट कमिसन है, महाआज्ञा होइन। ग्रेट कमिसन के हो? मिसन। सो यो कुराहरूलाई हाम्रो पास्टर बाबुले स्मरण गरे। यो कुराहरू हामीलाई विगत सप्ताहदेखि नै हामी यो वचनलाई सुनिरहेका छौँ, तर आज म यो विषयमा बोल्दैछुँ। तर यही विषयसँग सम्बन्धित है, किनभने हामीले यो कुराहरू पनि हाम्रो जीवनमा अति महत्त्वपूर्ण छ है। जसरी है एउटा तपाईँलाई थाहा छ भने हरेक कुरा हामीहरू संसारिक कुराहरू हेर्छौँ भने फुटबल खेल्नभन्दा अगाडि विदाउट प्र्याक्टिस हामी फुटबल खेल्न सक्दैनौँ है। विदाउट प्र्याक्टिस हामी फुटबल खेल्न सक्दैनौँ। इभन अब आर्मीमा जानुभन्दा अगाडि पनि हामी के गर्नुपर्छ, आफूले पहिला के हुनुपर्छ, तयारी हुनुपर्छ, प्र्याक्टिस गरेको हुनुपर्छ। सो जुन प्रकारको मिसनको कुराहरू गरिरहनु भएको थियो पास्टर बाबुले सुन्नु पाए है। हामीले मेरो मत्तीको 28को किताबमा मत्तीको 28को 18देखि हामी हेर्छौँ भने यहाँनिर के भनिएको छ प्रभुले है। हुन त मेरो वचन त्यो होइन, तर मैले त्योसँग नै जोडेर मैले आज वचनहरूको बिचमा लिएर आएको छु। यहाँनिर मिठो कुरा है, मत्ती 28को Matti 28 को 18 है, यहाँनिर 19 में लेखेको छ। Therefore go and make the disciple of all the nations, baptize them in the name of the Father and the Son and the Holy Spirit. जाऊ भन्ने कुरा गरेको छ नि। सो जाऊ भन्दै गर्दाखेरि यहाँनिर यो कुराहरू हामीले विगत सप्ताहमा हामीले यो कुराहरूलाई सुनिरहेका थियौँ है। अनि आज त्यो सम्बन्धित म तपाईँहरूको बिचमा है हामीलाई मण्डलीलाई चाहिने कुराहरू हामी चाहँदै गर्दाखेरि हामी तयारी हुनपर्ने कुराहरू है। यहाँनिर वचनले त भनेको छ जाउँ भनेर, तर चाहँदै गर्दा कहाँ जाने? अनि चाहँदै गर्दाखेरि हाम्रो अगाडि आउँदै गरेको च्यालेन्जेसहरू चाहिँ हामी कसरी फेस गर्ने? सो त्यसको लागि हामीलाई के चाहिन्छ? एउटा तयारी चाहिन्छ। यदि हाम्रोमा त्यो साधनहरू छैन भने हामीले त्यहाँनिर त्यो मिसनमा हामी फुलफिल गर्न नै सक्दैन। यदि हामीमा त्यो साधनहरू छैन भने हामी त्यो मिसनलाई के गर्न सक्दैन भने फुलफिल गर्न सक्दैन। सो त्यो साधन चाहिँ के हो? आज हामी त्यो कुराहरूमा त्यो विषयमा हामी पढ्नेछौँ है, हामी सुन्नेछौँ। यहाँनिर मेरोमा चाहिँ के छ भने चाहिँ इङ्ग्लिसमा त आर्मर अफ गड, परमेश्वरको के हो? हात हतियार, आत्मिक हात हतियार। यदि हाम्रो मिसनको बारेमा हामी विगत सप्ताहमा हामी सुनिरहेका थियौँ, हामी त्यो मिसनमा जानुभन्दा अगाडि हाम्रोमा यो हतियारहरू छैन भने हामी त्यो मिसनमा कम्प्लिट गर्न सक्दैन। हेर भन्नुहोस् न, हेर शैक्षणिक तौरमा हिँड्दै गर्दाखेरि फुटबल खेल्नको लागि उनीहरू के गर्छ? प्र्याक्टिस गर्छ। प्र्याक्टिस मेकमा पर्फेक्ट हुन्छ नि होइन। सो हामीहरू पनि एउटा मिसनको कुरालाई फुलफिल गर्दै गर्दाखेरि चाहिँ हामी विश्वासीमा चाहिँ यो आत्मिक हात हतियार हामीमा छैन भने मतलब आर्मर अफ गड त्यो कुराहरू हामीले पहिलेको छैन भने चाहिँ हामीलाई के गर्नु? लड्नु अति नै साह्रो पर्छ। सो हामीले विश्वासी यो कुराहरू चाहिँ अति के गर्नुपर्छ? बुझ्नुपर्छ। यो कुरालाई चाहिँ हामीले हरेक दिन हामीले धारण गर्नुपर्छ। तपाईँलाई थाहा छ अहिले संसार कति के भएको छ? क्रुएल भएको छ, यति घिनलाग्दो भइसकेको छ होइन। अब अहिले मानिसको बस म तपाईँहरूलाई एउटा इमेज बताउन चाहन्छु। रोमी जब प्रभुको समयमा जुन रोमी शासक हुन्थ्यो उनीहरूले कस्तो प्रकारको लुगा हुन्थ्यो, कस्तो हुन्थ्यो हामी स्टेज मुभीमा पनि देखेछौँ होइन। उनीहरूले के गर्थे? एकदम बेल्टहरू उनीहरूले के गर्थे? सेफ्टीको लागि लगाउँथ्यो उनीहरू, किनभने उनीहरूलाई युद्धमा जाँदाखेरि उनीहरू लड्नु सजिलो हुन्थ्यो होइन। उनीहरूले आफ्नो सेफ्टी कुराहरू लगाएपछि त उनीहरू युद्धमा जान्थ्यो। उनीहरू बिना सेफ्टी उनीहरू जान सक्दैन थियो। आज हामीहरू पनि स्पेसल कुराहरूमा स्पेसल कुराहरूसँग स्पेसल कुराहरूसँग हामी लड्दै गर्दा हामीले पनि हाम्रो कुराहरूलाई धारण गर्न अति नै जरुरी छ। सत्यताको पेटी जुन कुराले चाहिँ एउटा सत्यतालाई बुझाउँदछ
त्यो सत्यता चाहिँ को हुनुहुन्छ परमेश्वर कृष्ण हुनुहुन्छ ओके हामी गएर एउटा साँचो कुरालाई मान्छेहरू बिचमा राख्छ के हुन्छ सो हामीले हाम्रो के गर्नुपर्छ सत्यताको पेटीलाई के गर्नुपर्छ धारण गर्नुपर्छ अनि अर्को कुरा त ब्रेस्टप्लेट अफ राइचियसनेस धार्मिकताको छातीपाता ब्रेस्टप्लेट अफ राइचियसनेस धार्मिकताको के छातीपाता त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ त्यसले चाहिँ हाम्रो हृदय के गर्छ सुरक्षित पार्छ ओके त्यसले चाहिँ के गर्छ भने हाम्रो हृदयलाई सुरक्षित पार्छ कोदेखि सुरक्षित पार्छ भन्नुपर्ने कुरा चाहिँ कोदेखि सुरक्षा पार्छ शैतानको योजनादेखि होइन शैतानले हामीलाई यसरी लडाउनु प्रयास गर्छ प्रभुसँग शैतानलाई भएको मन पराउँदैन शैतानले हामी परमेश्वरसँग भएको मन पराउँदैन सो हामीले हाम्रो हृदयलाई गाढ गर्न अति नै जरुरी छ त्यो यदि हाम्रो हृदय हामीले गाढ गर्दैनौँ भने नि हाम्रो संसार सेवा पनि ठिकै हुन्छ प्रभुसँग पनि ठिकै हुन्छ सो हामीले चाहिँ त्यो सत्यताको हामीले चाहिँ त्यो धार्मिकताको छातीपातलाई परिणाम गर्न अति नै जरुरी छ संसार यति साह्रो कति डरलाग्दो भइरहेको छ है हाम्रो लडन चाहिँ मेरो पाउने भनेअनुसार मेरो पाउनेले वचन अगाडि भनेअनुसार हाम्रो लडन चाहिँ के छ अरे होइन अरे हाम्रो लडन चाहिँ के छ होइन अरे फ्ल्यास एन्ड ब्लड होइन रगत र मासुको लडाइँ होइन हाम्रो जुन लडाइँ छ नि हामीले जुन लडन त लड्न पर्ने कुराहरू छ त्यो लडाइँ चाहिँ मासु अनि रगतको लडाइँ होइन र हाम्रो लडाइँ चाहिँ के आत्मिक लडाइँ हो जुन लडाइँ चाहिँ हामीले कोसिस गर्छौँ हजुर कोसिस गर्छौँ ल तपाईँको जीवनमा धेरै प्रकारको उतार चढाउ आउँछ हो किन भन्नुहोस् न हाम्रो जीवनमा धेरै प्रकारको कुराहरू हाम्रो जीवनमा आउँछ त्यो कुराहरूसँग सामना गर्नको लागि हामीले यो कुरालाई जान्न अति नै जरुरी छ हामीले जुन यो कुराको भनिरहेको छौँ आशा छ तपाईँले बुझ्दै हुनुहुन्छ हामीले यो कुराहरूलाई हामीले विश्वासित यो कुराहरू चाहिँ धारण गर्नुपर्छ यदि हामी यो कुरालाई धारण गर्न सक्दैनौँ भने आज महालय संडे सर्विस तो इन्हें था किसी और ख़त्म हुआ किसी मैं अलग बना वो कौन बाल वाले चाहिए अलग आज देश में नहीं अभी हुदी वो बिना था इसलिए मैं किसी पानी गिरी के ना मैं को ग्रो वाले पारा ना रो आहाना भी वीडियो ग्रो पारा ना के लिए किसी पानी गिरी था इसलिए इधर भी अलग तो गिरी ऐसे गिरा तो ले आज तो क्यों उसको ले मान सुखा रोटी और चिकन ना ऑफर खावले मन तो अने हस्बैंड के कोई ना इधर चिकन लो बोले जाए ऐसे सो क्यों वो क्या मैं अपने के दिखाई दे बोले सो बेसी गरम हुआ कारण इते जुस भी खावले आइकिन आसे और मैं तो लस्सी अर्डर करिसे मैले हस्बैंड पैशन फ्रूट लगा मजे तो सो इतना मैं दिजने तो खाओ खाइकिन ओलाबो ऑनर बने दिखा देम दे पत पत बच्चा ला ओलाइन लगाए जे सबै त एतो के दे काम गर्ने छिन देखियो रोते काम रास्ता रास्ता काम गर्ने छिन सो मैले हस्बैंड बा मुझे रस भी दिए से थैंक यू आयो हस्बैंड बा मुझे गिफ्ट दिसे दे यादे आइयो ना यो तो आर्टिफिशियल है ओरिजिनल त নহয় अहिले तो खाली 1 सेकेन्ड गर्ने खाली भिडियो गर्ने महान हायर गरिन महान प्रेस दे सो मैं दिजनला भी आइसे इधर जुस तो मैं तो लस्सी আছে তাই মজেটো আছে তো come let's cheers cheers so guys deh kina ka sa bala se mala ta bala nai
Bye guys. So thank you everyone for watching my videos and giving me lots of support. So yeah everyone, stay safe, take care, God bless you, and bye bye.